कालिका हाइड्रो पावरको नाम नसुन्ने, विशेष गरी सिन्धुपाल्चोकमा बस्ने युवा साथीहरू थाहा नहुने कमै मात्रामा होला। सबैलाई थाहा छ कालिका हाइड्रो पावरले यतिखेर 12 बजारभन्दा माथिल्लोपट्टि जम्बोमा चाहिँ ड्याम निर्माण गरेर टनेल मार्फत सुरुङ मार्फत पानी निकासा गरेर सुनकोसीमा ड्याम पावर हाउस निर्माण गर्दैछ। तर यसको विरुद्ध स्थानीय युवा साथीहरूले निकै नै ठुलो आन्दोलन गरिरहेको छ, गो ब्याक कालिका भनेर। तर सल्युसनमा कोही पनि पुग्न सकिरहेको अवस्था छ जस्तो मलाई लाग्दैन। किन भन्दाखेरि हाइड्रो पावर पनि आवश्यकता छ, पर्यावरण पनि हामीलाई जोगाउनु परेको छ। उपाय के त भन्ने कुरा चाहिँ यहाँ कहीँ पनि देखिँदैन। हाइड्रो पावरले कुनै पनि हालतमा यो बनाउँछ नि सेना प्रयोग गरेर। स्थानीय युवाहरूको कुरा के छ भन्दाखेरि हामी रगत बगाउन चाहन्छौँ, रगत बगाउन सक्छौँ, रगत बगाउन तयार छौँ, तर हाइड्रो पावर भन्न दिँदैनौँ भन्ने छ। उहाँहरूको कुरा के छ भन्दाखेरि, विशेष गरी स्थानीय युवाहरूको कुरा के छ भन्दाखेरि 12 बजार भएर बग्ने जो भोटेकोसी नदी छ, त्यो भोटेकोसी नदीलाई टनेल मार्फत हालियो भनेदेखि भोलिको दिनमा पर्यावरणमा परिवर्तन आउनेछ र मानवको धनजनको क्षति हुनेछ, विनाश हुनेछ भन्ने कुरा हो। त्यो एकदम ठिक कुरा हो। किन भन्दाखेरि त्यहाँ भोलिको दिनमा 12 बजारबाट बजार भएर बग्ने जो भोटेकोसी नदी छ, त्यो नदी टनेलभित्र हाल्यो भनेदेखि त्यहाँ 10% पानी मात्र त्यो खोलामा बग्ने हो। 10% पानी मात्रै बग्दाखेरि भोटेकोसी नदी आसपास, विशेष गरी 12 आसपासमा बसोबास गर्ने नागरिकहरूलाई कतिसम्मको असर पर्न सक्छ भन्दाखेरि आज तपाईँको 12 भएर बग्ने जो भोटेकोसी नदी छ, त्यो नदीमा 12 बजारको काराकुर घरहरूको ढलहरू चाहिँ त्यसमा मिसाइएको छ। अहिले हिउँदोको बेलामा त्यो नदीको पानी तानेर नुहायो भनेदेखि लुतो आउँछ। भोलिको दिनमा 10% पानी मात्रै त्यो नदीमा बग्यो भनेदेखि दुर्गन्ध कति होला, रोग कति फैलिएला भन्ने कुरा तपाईँ हामीले अलिकति कल्पना गरेर हेरौँ हैन। त यो रह्यो भोलिको दिनमा कालिका हाइड्रो पावर बन्यो भनेदेखि आउने समस्याहरू। भुसे बाढी पहिरो भन्ने कुरा त आफ्नो ठाउँमा छ, यो पक्कै पनि आउँछ हैन। थर्किनी टनेल बनाउँदाखेरि ब्लास्ट गर्दाखेरि थर्किनी भत्किनी पहिरो आउने सब आफ्नो ठाउँमा छ। यसको जिम्मा कालिका हाइड्रो पावरले लिने हो कि अथवा कालिका हाइड्रो पावरको टनेल बन्नुभन्दा अगाडि काम निर्माण कार्यहरू सुरु हुनुभन्दा अगाडि यहाँ जति पनि 12 ओभर आसपासका जति पनि गाउँ बजार एरियाका जति पनि घरहरू छ, यो घरहरूको सबै जिम्मा लिएर एग्रिमेन्ट गरेर कतै बस्तीलाई स्थानान्तरण गरेर चाहिँ हाइड्रो पावर निर्माण गर्ने पो हो कि होइन भने त भोलिको दिनमा समस्या नआउने भन्ने चाहिँ पक्कै पनि होइन। समस्या कन्फर्म आउँछ। तर हामीलाई हाइड्रो पावरको पनि जरुरी छ। विद्युत त चाहियो, बिजुली त चाहियो। बिजुली बिना आज संसार अधुरो छ, अँध्यारो छ। त यसको सल्युसन पक्कै पनि सबैजना भएर निकाल्नु जरुरी नै छ। समस्या जहाँ छ त्यहाँ समाधान पक्कै पनि हुन्छ। समाधान खोज्नेतर्फ लाग्नुपर्छ साथीहरू। एकअर्कामा काटामार, एकअर्कामा झै झगडा गरेर समस्याको समाधान हुँदैन। यहाँहरू सबैजनाले यो कुरालाई मनन गरिदिनुको लागि म कम्पनी पक्ष र स्थानीय युवा साथीहरूलाई मेरो एकदम हृदयदेखि नै आग्रह छ। हामी आन्दोलनमा हुम्मेर होइन, रगत बगाएर होइन, हाम्रो विचारले, सोचले परिवर्तन गर्न जरुरी छ। जय देश।